हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियो तपाईँ सबैजना स्वागत छ। तपाईँहरू पनि आरामै हुन्छ होला, म पनि एकदम आरामै छु। र आज चाहिँ म टक्कसँगले राइड निस्केको है, छुट्टी थियो त्यही भएर आज चाहिँ एक्लै राइड निस्केको। र आज चाहिँ कति तारे भिर जानु भनेर आज चाहिँ चागुनारायण डाँडाको टपमा आएको छु है। टक्क देख्न सक्नुहुन्छ भ्यू, यो चाहिँ चागुनारायण डाँडादेखि देखिने भ्यू हो है। बब्बाल देखिन्छ क्या यहाँबाट चाहिँ, बबाल छ। र आज चाहिँ एक्लै छु र चागुनारायण डाँडाको टपमा छु अहिले चाहिँ है। देख्न सक्नुहुन्छ साइकल र हेलमेट त्यहाँ छ। म चाहिँ आज टक्क यहाँ चागुनारायण डाँडाको टपदेखि जाँदैछु सर र सँगले। जाने बाटो चाहिँ त्यस्तो ट्रेलहरू छैन, तर अफरोड बाटो हो है। देख्न सक्नुहुन्छ सट्ट अफरोड बाटो छ, यही बाटो जाने हो। र अब त्यही हो, आजको भिडियो चाहिँ कच्ची छ बाटो है, लास्ट हलिने होला, कस्तो आउँछ टक्क हेरेर कमेन्ट गरिदिनु होला ल गाइज। अब बाटोतिरै गएर भेट्नुपर्छ है त। सो गाइज अब चाहिँ चट्टसँगले राइड सुरु भइसक्यो है। टक्क अफरोड छ बाटो चाहिँ है, कस्तो हुन्छ भिडियो हेरेर साथ दिनु होला। टक्क कच्ची नै कच्ची हो क्या बाटो चाहिँ तर बबाल छ है। आज चाहिँ चागुनारायणदेखिको भिडियो स्टार्ट भएको छ है मेरो चाहिँ। चागुनारायण डाँडा टपदेखि छ्या हिलो त खुट्टैभरि पऱ्यो, हिलो छ क्या फेरि यो बाटोमा आएको। अलि तल गएर चाहिँ राम्रो छ, नयाँ सब हिलो छ क्या यहाँ चाहिँ। यो आज चाहिँ एक्लै हो है, कोही छैन र म एक्लै आएको छु। बबाल छ बाटो, सस्टेसन गएर यस्तो कराउँछ कि मेरो। एक्लै राइड हिँड्ने मजा हुन्छ क्या, सर र होइन। पुरै अफरोड बाटो हो यो चाहिँ। आमा भिडियो पो कस्तो आउने हो त्यहाँ। यो बबाल लास्ट मजा हुन्छ अफरोड बाटो हिँड्न पनि। ओइ आमा कत्रो उफ्रेको साइकल त, माथि 12 हात माथि उफ्रेको बबाल आमा नाइस। जानुपर्छ मासतिर, लास्ट हिलो रहेछ क्या बाटो त। अघि जानेर त्यस्तो हिलो देखेको यार बाटो, अहिले त लास्ट हिलो देख्छ यार बाटोमा। बबाल छ पुरै फुल्ली अफरोड। कुखुरा जानु, कुखुरा मार्दै भन्दाखेरि अहिले दिमाग खराब हुन्छ या। अब यहाँबाट फेरि सानोको बाटो छ, कस्तो घारतिर गयो म त। कस्तो चिप्ले छ टायर त। ओहो अब कति मसिनो पपी रहेछ है। एहे कुखुराहरूले बाटो काटेर यहाँ हिलो बिस्तारी
अहिले टुप्पीसम्म पुग्छ यो हिलो। त्यही भएर हिलोबाट चाहिँ अलिक बिस्तारै हिँड्नुपर्छ। धेरै छैन हिलो, यति हो। अब त्यसपछि फेरि अफरोड आउँछ बबालको। बबाल आउँछ यहाँबाट फेरि अफरोड। मेरो अगाडिको ब्रेकै कम लाग्ने भएछ। हे हे वाह, बबाल भ्यू देख्छ यहाँबाट चाहिँ। चागुनानी डाँडा चाहिँ त्यो हो। लागौँ यहाँबाट नि चट्टसँगले। अब सो आजको भिडियो चाहिँ यस्तै भयो है। यस्तै हो भयो, एक्लै थियो त्यही भएर टाढा जानु मन लागेन। अफरोड बबाल भिडियो आउँछ। अफरोडै अफरोड छ। कुकुर त पछि लाग्छ त यार। आमामा साइकल कुदेको त। छ्या छ्या छ्या। अब म चाहिँ जानुपर्ने हुन्छ फेरि यो जङ्गलदेखि उता जानुपर्ने हुन्छ टक्कसँगले। हामीलाई है चागुनारायण आइपुग्यो। कस्तो ट्याँ ट्याँ गऱ्यो है। सस्पेन्सन फेरि लास कराउँछ क्या मेरो। सस्पेन्सन बिग्रियो नि त, त्यही भएर होला। है कताबाट आएको अघि म यताबाट के अरे। यहाँबाट फेरि अलिकति बाटो बबाल छ। या आजको त राइड त्यस्तो मजै लागेन यार। त्यस्तो फुल्ली हान्नु पाएन नि त, एक्लै छु। त्यस्तो लामो पनि हान्नु पाएन। यहाँ तार छ फेरि अड्किला फेरि घाँटी अड्क्यो भने दिमाग खराब हुन्छ। कस्तो ब्रेकै लागेको छैन क्या मेरो त मागेको अगाडिको त। ओहो भित्ता चेपिँदै आयो। कहाँ गएर चाहिँ म छिल्किने होला आज। रोड जानुपर्ने रहेछ बरु। या त्यो चाहिँ चागुनारायण अफरोड चाहिँ बबाल थियो यार। योभन्दा त बरु अफरोड ठिक थियो।
मजा लागेन यहाँ चाहिँ मलाई। अब यही बाटो सरर झरौँ। आज अगाडिको ब्रेकले धोका दिइरहेको छ। अलिअलि उयो जस्तो गरिदियो है यो चाहिँ। सिडी गइदिनु जस्तो लागेको थियो। कराउँला है, कराइहाल्छ त। सिडी झार्नै दिँदैन अहिले त, फर्काइहाल्छ। पहिला आएको सिडी झार्नै दिँदैन अहिले त। है गाई पनि देखायो। म उल्टो बाटो आइरहेको छु। हो यो बाटो मनलमन। कति फेरि सुरु हुन्छ हिँडेमा छिर। यस्तो मजा आएको त्यहाँ। अच्छु हिलो मजा आयो, मजा। उकालो आएपछि फेरि के गाँड मसाइदिन्छ उकालो। अफरोड छ बाटो छ, घाँस छ क्या। साइकल त के धुलो भइगयो नि, धुलो। पापा खतरा पिचबाट बनाएको छ। सो अहिले चाहिँ म चाहिँ मूलपानी आइपुग्यो है। यो चाहिँ मूलपानी इन्जिनियर कलेजको रोड हो। पहिला चाहिँ कच्ची थियो, अहिले चाहिँ पुरा पिच भइसकेको छ यार यो बाटो। नि म चाहिँ कच्ची हुँदा चाहिँ आएको थियो पहिला, पिच भइकन आएको थिएन क्या। बवाल बनाएको छ। ल बवाल भएछ यो बाटो, पिच है दामी भएछ। मूलपानी चाहिँ पारी सर। बवाल भएछ। त्यो बवाल भएछ बाटो। धेरै पछि साइकल कुदाएपछि यस्तो थाकिन्छ क्या। यो बाटो सर्टकट हुन्छ भनेर हिँडेको, कहाँ पो निस्किने अरे।
बबाल बाटो बबाल छ क्या यो पनि पहिला एकचोटि हिँडेको थिएँ म त्यहाँदेखि बबाल लाग्थ्यो ठिक छ बाइक आएर क्या बाबा म नि रन्केर आएको थिएँ बाइकलाई त साइड दिनु पऱ्यो होइन त्यो नालीतिर हाल्यो नि के बाटो छैन क्या ए झर्छ त यार बाटो रहेछ नि कत्रो गाडी रहेछ पहिला हामीलाई चिल्ले थियो क्या यो बाटो लास गाडी भएछ अल्तिर नझर है अल्तिर झऱ्यो नि त पुग्छ नालीतिर या कहाँ पुग्ने हो यो बाटो या यता त नजाउँ नजाने भने यता चाहिँ हो यहाँ बबाल भयो यो अब चाहिँ म मिलो निस्केँ फेरि अलिकति भिडियो बन्छ अझै पर पुगेपछि सो अहिले चाहिँ म बिस्टा गाउँ आइपुगेछु है म त्यस्तै यहाँबाट फेरि लेफ्ट साइड जानुपर्छ क्या टक्क त्यहाँ चाहिँ आली छ क्या आली जाने हो टक्कसँगले तो कुकुरै ए डरै लाग्दो कुकुर छ क्या नि लास हिँडेर छु यहाँबाट चाहिँ आली छ क्या खस्यो झन्डै तलतिर खस्यो यहाँ इन्ट्रुको बाटो क्या यहाँ चाहिँ पुरै आली हो म त यहाँ पहिले पनि आएको थिएँ क्या अलिकति छोटो भयो नि बबाल छ भनेर आएको कस्तो हातै बसेको छैन क्या झर्नै खोज्छ यार तलतिर डिलतिर झऱ्यो नि त बर्बाद हुन्छ ल सक्यो बाबा यो खोला निस्क्यो ल खोला आयो बवाल भयो बाटो गाइस यता पनि है यति अग्लो डिल छ यता नि खोला छ र म चाहिँ अब चट्टासँगले यो सरर यो खोलाको डिल जान्छु है यता झऱ्यो भने पनि तल हो यता झऱ्यो भने तल हो क्या खोलामा पर्छ टक्क म त डिल जान्छु अब सरसँगले ल सरर दायाँ बायाँ हिँड्नै भएन क्या दायाँ बायाँ हिँड्यो कि अलिकति लड्थ्यो भने कि खोलामा कि यता नालीमा झर्छ क्या र यहाँ हिँड्नु चाहिँ एकदम बवाल हुन्छ क्या यहाँ हिँड्नु चाहिँ यत्रोको छ है अलिकति डर पनि लाग्छ र मजा पनि आउँछ क्या यस्तो बवाल छ क्या यो सरर खोलाको डिल हो क्या यो चाहिँ ल बबाल यहाँ चाहिँ बल्ला छ है बल्लालाई चिक्लाउन लात्तै चिकेर खोलातिर झरिगयो नि
सिद्धो यति नै रहेछ कत्रो हिलो रहेछ यो बाटो त ल सक्यो यति नै हो है अब हिलो त टक्कसँगले अब कस्तो भयो भिडियो म चाहिँ अब यति हो क्या यो त राम्रै छैन है के देखाउनु सो आज भिडियो कस्तो भयो आजको भिडियो यति नै ल अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ हामी है त्यही हो दसैँ आएको छ अब छुट्टीको बेला भिडियो आउनेछ ल त गाइस आजको भिडियो यति नै ओके बाई